हेलो गाइज गुड आफ्टरनुन। अहिले चाहिँ दिनको 2:30 अथवा 3 को भित्रमा छ हैन बजी चाहिँ। आज चाहिँ हाम्रो स्पेशल दिन चाहिँ के रहेको छ भने हामी सबजना ग्रुप मिलेर एउटा ग्रान्ड पार्टी भन्दा पनि गेट टुगेदर सबैजना अब घरमा बसेर यत्रो मान्छे अटाउने कुरो हुँदैन। अनि त्यही भएर चाहिँ सबैजना मिलेर पार्कमा गएर अलिकति सेफ्टी एरियामा गएर रमाइलो गर्नेवालामा छौँ। सरसामानहरू सब तयारी भइसकेको छ। अब म देखाउँछु। सबै ड्राई पिकनिक जस्तो जान आँटेको। घरमा चाहिँ मासु मात्रै बनाएर लाने, अरू सब वहीँ सुपामा किन्ने, उतै बोक्ने जाने। त्यही भएर चाहिँ हामी सबजना आफ्नो चोइसको लुगा लाउँदैछौँ। आज चाहिँ मैले यो लुङ्गी सेट लगाएको छु किनभने कहाँ जाँदा लगाउने है, अरू मगाएर मात्रै भएन। अनि त्यही भएर चाहिँ अरू भिडियो अब एकदम कन्टिन्यू। आज चाहिँ त्यो स्पेसल आजको चाहिँ गेट टुगेदर पार्टी भन्दैमा स्पेसल खानेकुरो टन्न होलसेल जे भने त्यही त होइन, र पनि भेटघाट हुने, रमाइलो गर्ने, त्यस पछाडि गेमसेम खेल्ने, सबैजना छुट्ने बेला एउटा राम्रो मेमोरी बोकेर जाउँ भन्ने हिसाबले चाहिँ एउटा ग्रुप बनाएर मैले लानु खोज्दैछु होइन। अब सबजना भेला हुँदैछ, सबजना राम्री बनिँदैछ। साथीहरू सबजना ह्यान्डसम, केटीहरू सब ब्युटिफुल। सबजना भेटौँ है त एकैछिन पछाडि। बजाउने कुरो चाहिँ बिर्सेन होला नि त, त्यो भने भइहाल्यो नि। अनि एक ग्रुप चाहिँ 6-7जना ग्रुप चाहिँ तल्लोबाट आउँदैछ, हामी यता छौँ, अरूबाट भेला हुने उतै हुँदैछ। अब चाहिँ 1-2वटा नोमिमोनोहरू सुपामा गएर किनेर भेला हुनुपर्छ। आउँदै होला लक्ष्मीहरू पनि आउँदै। त्यही भएर चाहिँ आज जोरदार रमाइलो गर्नुपर्छ। हिँडिँदैछ नेपाल मामाहरू आयो भने यसो भाग चाहिँ गर्नु हुँदैन। सिधासँगले हामी 18 वर्ष 19 वर्ष कटेको हो भनेर जाएर देखाउनुपर्छ। ल यसले त पेन लाएर आएको छ नि। केदारको बिहे हो आज, त्यही भएर केदारले कोसेली उता सोमबहादुर उयो अरे के भरे झन्डै हली भनेछु। सोमबहादुर लोकन्दा अरे क्या। लो आउनु यता, यहीँ राख्न एका ठाउँ राख बाउला हो त लगा। अब यहाँको बिल कति हुन्छ? बिहानको 2टा बिल फाल्दैछ, हिजोको तसँग बिल छ। अब यहाँ हेर यो पार्टीको अर्गनाइजर ओनरै भनौँ न। पैसा मैले हालेछु, यतिको पैसा नल्याउनेहरूलाई फेरि लाइन ला। यतिको हिम्मत कसैको हुँदैन है गाइस, यतिको हिम्मत चाहिँ कसैको हुँदैन ल। यसरी सबैलाई म्यानेज गरेर गर्ने चाहिँ सबैजनालाई ठाउँमा हाल्ने मिलाउने चाहिँ माया छ यहाँ। यतिको मान्छे चाहिँ जापानमा खाँचो छ है गाइस। अब एकदम सरसफाइको लागि तयारी गर्दैछौँ। कुकुरो सरसामान बिल कति हुन्छ हेर्दै जाऊँ। सबै यहाँ फियर हुन्छ, यहाँ लुकाएर हुँदैन, एक कुद्दै हिसाब गर्नु हुँदैन। फेरि फुलमा ओनरलाई जगाएर ओनरलाई घाटा जानु भएन। त्यही हो, ओनरको पैसा लगाइँदैन, अरू पनि खाइँदैन, त्यति हो। त्यसले मार्छ। सबै रुमले चाहिँ बाहिर चाहिँ कति ढिलो गरेको भन्दै होला। यतिको भयो भने त 100% गइगयो नि होइन। केदार यो यता लगेर उयो लाउँदै गर्नु न। वेलकम ब्याक होइन। हामी चाहिँ सुपाबाट आइसकेर सरसामानहरू सबैले केटीहरूले बोएछ, मलाई सामान बोक्नु दिएन किनभने अर्गनाइजर हो नि त, त्यही भएर हो। सबैजना हिँड्दैछ पछाडि एकलट, अगाडि हिँड्दैछ एकलट। अब अलिकति उकालो चढ्नुपर्छ हामी, उकालो चढेर यता मासतिर जानुपर्ने हुन्छ। त्यस पछाडि हामी आइपुग्छौँ होइन। जाडो छ, त्यही भएर ज्याकेट छिटाउनु भएन, मरिन्छ क्या भरे फेरि। त्यही भएर चाहिँ अब भगाभग गएर एकदम कस्तो हुन्छ एउटा सानो छोटो मिठो भिडियोहरू ल्याउँदै गर्नेछु। कालो छ है। अब यहाँभित्र सोरुममा छिर्नु पर्ने हुन्छ। सबैजनालाई भिडियो निकाल्छ अहिले। अब 24जना त्यस्तै हो। सबैजनालाई नारी दिवसको धेरै शुभकामना। अस्ति गइहाल्यो, हिजो अस्ति दिन गयो नि त, भिडियो बनाउनु पाइएन। अनि अर्को कुरा भनेको आज नारी पुरुष दुवै दिवस हो, किनभने अब छुट्टिने बेला भएर रमाइलो गर्नै पर्ने हुन्छ नि त। छुट्टा दिवस हो आज। अनि आउँदै गरेको होलीको पनि सबैजनालाई धेरै शुभकामना। पोहोर होली मजाले मनायो, तर यसमा हामी समय भएन, कोही कता छुट्टिँदैछ नि, त्यही भएर हो क्या। ठिकै छ। सोरुममा हिँडिँदैछ। सोरुम छ यहाँ चाहिँ एक प्लट आउँदैछ, हवेली जस्तो छ यहाँ चाहिँ। डरलाग्दो
यो मासतिर चाहिँ पुल छ त्यही भएर चाहिँ यस्तो तल अन्डरग्राउन्डबाट हिँड्नुपर्ने हुन्छ है अर्को बाटो छ भरे त अर्को बाटो चाहिँ यस्तो छ अब यहाँ उकालो जानुपर्ने है कन्याम डाँडा जस्तो जस्तै छ हौ यस्तो उकालो छ माथि डाँडा पुगेपछि फेरि पछाडिको भ्यू देखाउँछु नि म कस्तो हुन्छ यता पछाडिको भ्यू खतरा छ क्या यहाँ चाहिँ किता किउछु देखिन्छ हाम्रो बसेको एरिया देखिन्छ घाम लागेको छ रमाइलो होला जस्तो छ तर यो उकालो हिँडाइले चाहिँ सास चाहिँ मुटु चाहिँ मुखमा आउन आँटिसक्यो त्यस्तो आपत छ होइन साथीहरू डाँडाको नजिक नजिक आइसकेको छौँ हामी यताबाट घाम लागेको छ यताबाट अँध्यारो हुन्छ होला भनेर यता फर्काइदिएँ मैले ओ डाँडा आइपुग्यौँ यहाँबाट अब फेरि अझै अर्को डाँडा जानुपर्छ हो गऱ्यौँ कुन बाटो जाने गाइज एक लट त अघि हिँडिसकिसक्यो माथि एउटा ग्रुप यो एरियाहरू छ माथिबाट अझै क्लियर देखिन्छ माथि गएर देखाउँछु म गाह्रै हुँदैछ कस्तो लागिरहेछ त मजा लागिरहेको मजा आइरहेको घाम लागिरहेछ पैसा थापेर आएकोलाई बिहान हिँड्कासको होइन अब अलिक धेरै अझै भन्दा धेरै खर्च चाहिँ सोमेले उठाउनेवाला छ अब केही छैन खतरा रमाइलो गर्नुपर्छ है त आज हो हल्ला गरेर के को रुख जस्तो छ यो उति चाहिँ होइन जे पाए नेपालमा जापानमा नेपालको के हुन्थ्यो होला र हुन्छ कुनै कुनै चाहिँ तर यस्तै सबै थोक हुँदैन थियो थाहा छैन बोटहरू कतापट्टि जानु आइपुग्यौँ एक ग्रुप अब यहाँ सामान छ अरू आइपुगेको छैन यो टावर हो यहाँबाट सबै देखिन्छ अहिले देखाउँला यहाँबाट देखिँदै गरेको चिज चाहिँ हेर्दै गरौँ यो गाउँ साइड सिटी साइड यता छ अहिले देखिन्छ है त भिडियोमा सबैले दियो आफ्नो आफ्नो ट्यालेन्ट सो गर है गाइजहरू अझै मान्छेहरू आइपुग्नु बाँकी छ त्यही भएर हामी चाहिँ यत्तिकै टाइम पास गर्दैछौँ है केटीहरूको दमदार प्रस्तुति हुँदैछ नखाइ त यस्तोका खाएपछि कतिका दिन्छ यसैमा हेर्नुपर्ने हुन्छ गाइजहरू यो चाहिँ हाम्रो निहन वेलनेस सुपोजी दाइगाको फेयरवेल कार्यक्रम हो यहाँ चाहिँ हाम्रो स्पोन्सर अब वेलनेसको त्यो हाम्रो मेगो सेन्से हो मेगो सेन्सेले 50,000 दिनुभएको थियो अनि त्यो 50,000मा हामीहरूले चाहिँ अब सबैजनालाई ल्याउन अलिकति गाह्रो भएको हुनाले हामीले मेन मान्छेहरूलाई मात्रै लिएर आएको छु हाम्रो यहाँको अध्यक्ष हाम्रो बहादुर हो बहादुर हजुर त्यो विशेष अतिथि प्रमुख अतिथि भाउजूलाई बनाउनु पर्छ यार खै भाउजू भाउजू मेयर साहब हो भाउजू वडा अध्यक्ष उता हाम्रो फुलमायाजी वडा अध्यक्ष हुनुहुन्छ दिव्या सचिव हो यता अब ठिकै भयो त मेयर चाहिँ हाम्रो भाउजू उतातिर मेयरको ड्राइभर हो पुड्कीले चाहिँ चिज चोर्दै खाँदै गरेर सकिसक्यो रेडी भइसकेको छ खानाहरू अब चाहिँ सबैजना मिलेर बसेर गीत बजाउ न गीतमा चटपटी स्टक यहाँ छ मासु चाहिँ अचार छ चटपटे अनि नमी मोनोहरू यस्तै आजको चाहिँ सबैजना आज सबैजनाको लास्ट फेयरवेल जस्तै हो अब स्कुलले राम्रो गरेन अनि हामी आफै ग्यादरिङ भएर गरेको हो होइन अब एउटा मेमोरी होस् भनेर भिडियोहरू सधैँभरिको लागिरहन्छ नि त त्यही भएर है अब केदारको आना भने ठुलो दुखमान हुन्छ होला नि फेरि यता केदारको वर्किङ लागिसक्यो केदार अब अन्तिम हो अरू धेरैजनाको यहाँनिर टाढा टाढा हुँदैछ त्यही भएर हो क्या गीत बजाऊ क्या ल ल ल आइ ल 1 2 3 गो स्टार्ट नखाने यार
बहादुर यता हेर है मेरो ज्याकेट होइ पुटकी सबैजनाको यहाँको याद आउँदैछ भिडियो बनाउँदैछु सबैले गएर यतिजनाको लाइक आयो भने फेरि भाटा भेट्छ होइन युट्युबमा यतिजनाको सबैले त्यहाँ लाइक भोगेन भने भाटा भेट्छ भने ल ल बस्नु केटा फोटो सोटो खिच्यो होला बस्नु छुटेको जस्तो पनि उताबाट हेर नहोला हामी तर सधैँ हिँडेर जानेले मुसु मुसु हाँसेर हिँड्नेले पागल बनाकी छे घायल बनाकी छे मलाई पागल बनाकी छे बजारैमा की हेर्छे मलाई आँखाहरू सन्काउँछ झिम्क्याउँदै मलाई रमाइलो लाग्छ रमाइलो लाग्छ ले पागल बनाकी छे आजको दिन चाहिँ जसो तसो गर भने हामीले
सम्पन्न गरेका छौँ। अब धेरै कुराहरू कमी भयो होला यसमा होइन, तर सकेको जति चाहिँ सबै गरेको जस्तो लाग्छ। यसमा सबैजनाको त्यत्तिकै हात छ जति आज रमाइलो गऱ्यौँ होइन, रमाइलो प्लस नाचगान खुवाइ पुगेको जस्तो लाग्छ। अब योभन्दा धेरै चाहिँ घरमै गर्नुपर्छ। अनि अन्तिम पनि भयो। अब योभन्दा उता प्रायः जस्तो अब भेट हुँदैन एकअर्कामा, कसै नागोया कसै टोकियो कसै ओसाका मध्ये हामी चाहिँ पऱ्यौँ अब यहीँको लोकल। कोही कोही बेला अब यता त्यता आउँदा ठाउँ त देखिन्छ, तर साथीहरूले चाहिँ देख्नु सक्दैन नि त, देख्नु पाउँदैन। अनि त्यही भएर एउटा मेमोरी पनि होस् र एउटा सबैजनाको भेटघाट होस् भनेर चाहिँ आज यो प्लानिङ गरेको। गरे अनुसार सबैजनाले एकदमै साथ सपोर्ट दिएर रमाइलो भएको छ। त्यस्तै गरेर अब पछिल्लो दिनहरूमा पनि अब सबै आफ्नो आफ्नो काम कारोबारले बिजी भए पनि म्यासेजहरू दामी ग्रुपमा आओस्, अर्को ग्रुप पनि आओस् होइन। अब यति नै भन्दै आजको दिन समापन भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। आजको भ्लग कस्तो भयो? आजको धक्कामुक्की गर्ने गर्न हेरे आजको दिन कस्तो भयो केटा हो? आजको दिन यस्तो भयो कि एकदम रमाइलो भयो। ल आरिगातो नै सबैलाई। आजको दिन कस्तो भयो र केटी हो?